निरन्तरता दिँदै अझै पनि अगाडि बढ्दैछौँ। हामी हार मान्ने छैन। हार चाहिँ मान्दैनौ। तर मलाई दुःख कहाँ लागेको थाहा छ? दुःख हिलोमै लागेको छ। मलाई दुःख कहाँ लागेको छ भने चाहिँ फर्केर पनि जान सके। जानु छ त्यतिबाट हाम फुटेर कतै छिर्नु मिल्दैन। तपाईँ सोच्दै हुनुहुन्छ होला हामी यो अवस्थासम्म कहाँबाट पुग्यौँ भनेर। हामीले पनि सोचेको थियौँ पुगेपछि तपाईँलाई पनि देखाउनेछौँ। आरामसँग बस्नुहोस् है त। ल बस्नुभयो त? ल सुरु गरौँ है त। लु हेर्नुहोस् कति राम्रो मुस्कान। कसले सोचेको थियो होला 2 घन्टा 29 मिनटपछि हामीले आफ्नै जिन्दगीलाई प्रश्न गर्नेछौँ भनेर। बिस्तारै हेर्दै गएपछि सबै बुझ्नुहुन्छ तपाईँहरूले। किप वाचिङ। This is your boy. स्वागत छ मेरो च्यानलमा हजुरहरूलाई। मेरो साथी र म र साथै हाम्रो साथीहरू आज चाहिँ हाम्रो एकदम एडभेन्चर ठाउँमा जाँदैछौँ। एकदम एडभेन्चर चाहिँ उकिनाको सबैभन्दा टप हाइएस्ट माउन्ट काचु भन्ने ठाउँमा जाँदैछौँ। त्यहाँ हाइकिङ गर्नको लागि चट्ट बिहान 9 बजेर हामी निस्क्यौँ। अहिले चाहिँ हामी यहाँ म्याक्स भ्यालु आजको ठाउँमा आयौँ। अब यहाँ 2 जना बहिनीहरूलाई पिकअप गर्नुपर्ने छ। टक्काएर दाडी गर्ने हो। कफीको साथ हात ड्राइभिङ गर्दै जानेछौँ। एकदम एडभेन्चर हुनेछ है त यो आजको भिडियो चाहिँ हजुरहरूलाई अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु हुनेछ। सब्सक्राइब लाइक सेयर गर्न चाहिँ हामी चाहिँ अहिले होइन यसो गइदिउँ भनेर गइरहेको। त्यो मात्र छ क्या? एक मात्र? त्यो मात्र त होइन। होइन त्यही मात्रै हो। त्यो मात्र त होइन त्यो मात्र हो क्या? त्यो होइन क्या? त्योभन्दा अगाडि पनि भनेकै ठाउँ हो। लेखेकै ठाउँ हो। लेक पनि छ होइन। छ भने चाहिँ त्यही हो। मैले एकचोटि भने चाहिँ हामी सोधिरहेको स्टार्ट गर्ने इन्ट्रोडक्सन दिन बिर्सिन्छ। सरी ऊ चाहिँ नाम भन्नु, नाम रोल नम्बर, नाम रोल नम्बर अनि स्कुलको नाम। क्लास एलकेजी रोल नम्बर 13 काटौँला कि। हेलो गाइज, म चाहिँ युमी श्रेष्ठ। आज चाहिँ हामी ट्रेकिङ गर्ने जाने भनेर हिँडिरहेछौँ। रमाइलो भइरहेछ। किन हो त नि यस्तो स्याड फेस? रमाइलो चाहिँ भा भन्ने अनुहार चाहिँ स्याड छ त। इन्ट्रोडक्सन गर्न पर्यो तिम्रो। ल गर। रेडी 1 2 3 एक्सन भन्छु नि। एक्सन। हेलो गाइज, म चाहिँ युमी श्रेष्ठ। आज चाहिँ हामी साथी मेरो परविन साथी अनि मेरा 2 दाइहरूसँग हल्का हामी ओकिनावाको एउटा रियर अब डाँडामा अब ट्रेकिङ गर्न जाँदैछौँ। रमाइलो भइरहेछ। अब अहिलेसम्म रमाइलो भइरहेछ। अब तपाईँहरूले पनि अब भिडियो अन्तिमसम्म हेरेर रमाइलो गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
भिडियोको अन्तिम अब तपाईँहरूले लास्टसम्म हेरिसि हुन्छ नेपाली ल्याङ्ग्वेज इङ्ग्लिस ल्याङ्ग्वेज ल लाइक सेयर सब्सक्राइब नै गरिदिनु होला मेरो दाइको च्यानललाई त्यति भनेपछि तिमीले हाम्रो भिडियोमा नि भाइ थोरै गाइदियो थोरै लाने भन्ने एउटा गायक पनि यो अरे उसले आउँछ हो लोकगीत त मलाई त लोकगीत गाउनुपर्छ भन्ने छैन नि त नि अरू पप ऱ्याप भन्ने नि हुन्छ तर छिटो हो अस्ति मम्मीले हेर्नुहुन्छ नि त बाबाले हेर्नुहुन्छ रोटा आमालाई कस्तो आँगा नै भरि गाउने हो र रोटै भरि लगाइदिउ जुन होइन तिम्रो फेभरेट जहिले गुनगुनाउने मनमा बसेको पानी छैन हो मैले त्यस्तै गीत गाउँ त कस्तो आउँछ जस्तो छ त्यस्तै गाउँ नि त अनि एउटा गीत त होला तिमीले लेखा गीत गाउँ त लेख्या गीत पनि लेख्या छ हो स्टुडियो नपाएर रेकर्ड गर्ने ठाउँ नपाएर मैले त गरिदिएँ हो अलिक भाइरल नभए मात्रै हो दाइको युट्युब च्यानल हाल्दा भाइरल होला है होइन खानु भन अहिले त नलौ 30वटा भ्यू त आउँछ होइन 31-32 नै आएको कुनै गाउन भनेको झन् मैले कस्तो राम्रो एङ्गल निकालेर बसिरहेको थिएँ मैले यहाँ एङ्गल निकालेर बसिरहेको थिएँ क्या दामी पछाडि ठ्याक्क आइरहेको छ गाडी अनि तिमीले यसो गाना गाइदियो भनेपछि जाओस् कि केही हुँदैन जाओस् कसैलाई भन्दैनौँ युट्युबमा भिडियो मात्रै हालिदिन्छ भाइरल हुँदैन के फरक परेर गाउन भनेको मैले कसो किन लाज किन बाबा मलाई यस्तो गीत पुरै आउँदैन होइन हुन्छ पागलु प्रेमीको जुन बाटोमा मलायो त्यही बाटो नै भुलिदियो नमुना बनाइयो कता कागराको जुन बाटोमा मलायो त्यही बाटो नै भुलिदियो कागले समाचार ल्याए बिहानै म्युजिक क्लास गएको तिमी म्युजिक क्लास गएको हो होइन पहिला हाम्रो स्कुलमा थियो स्कुलमै थियो कुन म्युजिक सिकेको क्लासिक म्युजिक भन्नाले क्लासिक भन्नाले त्यही अब कति 3-4 कक्षा 5-6 कक्षामा हुँदा थियो क्या अब जुन पनि गीतहरू क्लासिक त होइन तर सारे गाउँमा सिकाउँथ्यो त्यस्तो होइन गाउनु त नर्मल गीतहरू क्या अब पप सङहरू अनि यस्तो गिटारहरू मादल गिटार सिकाउँथ्यो कहाँ हो तिम्रो घर तनहु हो स्कुलमा त्यस्तो थियो हाम्रो त पाइपले मात्रै कुट्थ्यो तिम्रो पनि त्यस्तो नै सिकाउँथ्यो त्यही भएर त लेभल बढ्यो नि मेरो जापानसम्म आएछ लेभलै छुट्टै छ तिम्रो सिकायो त नि कहाँकोमा तिम्रो घर कहाँ हो धादिङको बारीको बाटो धादिङ हो अनि तिम्रो नाम र रोल नम्बर चाहिँ रोल नम्बर 105 नाम पर्किङ दमै त्यही हो रुमै रोक्नु लाग्यो नि त्यसमा जो त अगाडि जानु पर्छ छैन जाने कुरै हुने अनि तिम्रो नाम रोलमा नमस्ते मेरो नमस्ते कार्की नमस्कार गर्नु नमस्कार आज चाहिँ हामी चाहिँ के भन्दैछौँ ट्राभल ब्लग मेरो नाम मेरो नाम चाहिँ
रोल नम्बर चाहिँ मेरो 41 ठ्याक्कै त सिङ डबललाई जग्गा तपाईँहरु मेरो त 102 भने होइन हो र 102 अझै बढी भयो डबल 82 हुनुपर्ने 82 ठिक्क पुग्यो 53 रहेछ त फेरि काटेर 82 बनाउन त चिटिङ नगर्नु अनि त्यही हो कतिचोटि कहाँ जान लाखम भन्नु के भन्नु होइन हामी त्यही हो त्यहीँ जान लाखम मैले लास्टमा हेरेपछि थाहा भइहाल्छ कहाँ जान लाखम अब एकैछिन है अनि थाहा पाइहाल्नुहुन्छ तपाईँले तर मौसमले आज त्यही धोका दियो कि च्यालेन्ज गरिरहेछ कस्तो त्यहाँ एकदम राम्रो देखिने ठाउँहरू थियो नि त त्यहाँको नागोर चाहिँ एकदम राम्रो हामी त अनि यस्तो छ के कस्तो छ भनेपछि ओकिनावा चाहिँ एउटा टापु हो होइन अनि टापुमा चाहिँ त्यस्तो पहाडहरू हुन्न नर्मल्ली पहाड भनेको धेरै नै रेयर हुन्छ कि टापुमा चाहिँ तर ओकिनावामा चाहिँ एक दुईवटा ठाउँमा चाहिँ छन् टापुहरू के अरे पहाडहरू चाहिँ एक दुई ठाउँमा छन् अनि एक दुईवटा ठाउँमा चाहिँ अब जापान सरकारले ट्रेकिङको लागि क्याम्पिङको लागि यहाँ त छैन यो यही माथि अब हिँड्छ ल तिम्रो फोटो खिच्ने मसँग सँगै फोटो खिच्ने रहर पनि पुरा गरिदिन्छु फेरि जापान सेलिब्रेट 1K सब्सक्राइबर्स के भएको थियो कसो फोटो खिच्देऊ न एउटा प्लिज हो कस्तो हतार गर्छ ल भन्नुहोस् ल भन्नु 1 2 3 एक्सन हामी आइसक्रिम खाइसि चाहिँ जुनसुकै टुप्पा नि पुग्न सक्छौँ है खै त नि खै त त्यो टुप्पा हो हेर्नु बिना त्यो माथिको डाँडामा जाने हो त्यसलाई चाहिँ माउन्ट काँचु भन्दो रहेछ माउन्ट काँचु हजुर अब यहाँबाट लगभग 30 मिनेट जति हिँडेपछि हामी माथि पुग्छौँ ल हाम्रो गन्तव्य स्टार्ट गरौँ न त ल होला हुन्छ है तर अगाडि आजको हाम्रो एडभेन्चर साँच्चै हाइकिङ बादललाई चिरेर ढुङ्गालाई थिचेर लगभग सगरमाथाको जत्रो हिमाल चढ्दैछ अलि मिलिम भए हो मिल्ली चाहिँ सके होइन अलिकति बाटो खतरा रहेछ क्या यहाँनिर बिचमा धागो नि बाँध्दै ओछिया नि छोड्दै भाँचिएका खुट्टा लिएर हिँड्दै कटेका दिन आज साँच्चीकै भाँचिनु भयो। पुरा भिडियो हेर्नको लागि पार्ट 2 मा फर्किन नबिर्सिनु है त।